हेलो गाइज, गुड मर्निङ, जय मसी एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हामी हाकुने जाने प्लानिङ गरिरहेका छौँ। आज हामी बिहानै रेडी भएर, सी इज माई वाइफ। आज चाहिँ हाम्रो के अरे बुढी 3rd एनिभर्सरी, ह्याप्पी 3rd एनिभर्सरी हो आज हाम्रो चाहिँ। मेरो बुढी जाडो भएर काम नलाग्यो हेर्न पुरै। आज त पुरै कोरियन जस्तो देखेछ हौ। सृजना बहिनीले पुरा कोरियन जस्तो देखे अरे भाउजूले आज। हाम्रो नास्ता, आजको नास्ता रेडी भइसकेको अवस्था। स्नेहा च्यान चाहिँ कफी खाइरहेछ। यता हेर न बाजे, यस्तो छ। हाकुने योमोतो स्टेसनको वरिपरि एकदम सुन्दर दृश्य रहेको छ। यहाँ चाहिँ छेउमा के अरे यो 7-Eleven रहेछ। हामीले चाहिँ त्यहाँबाट नास्ता खायौँ। यो चाहिँ हाकुने योमोतो लाइन स्टेसन होइन। अनि यहाँ चाहिँ यहाँबाट चाहिँ हाकुने फ्री पास किन्न मिल्दो रहेछ। कि पुगेमा रहेछ हाकुने फ्री पास। अनि यसको लागि चाहिँ अब हाकुने 2 डेजको लागि चाहिँ हाकुने फ्री पास 2 डेजको लागि एडल्टको लागि 6,000, चिल्ड्रेनको लागि 1,500 रहेछ। 3 डेजको लागि चाहिँ 6,400 अनि कोदोमोको लागि चाहिँ 1,750 रहेछ। अनि अब यो चाहिँ नोम्बिरिकिपु चाहिँ अब हाकुने तोजान ट्रेनको मात्रै चाहिँ यति लाग्दो रहेछ। अब ट्रेन जति चढे पनि हुन्छ। यो फ्री पासमा चाहिँ हामीले जे युज गरे पनि हुन्छ। फ्री पासमा चाहिँ हामीले अब सिप भयो, केबल कार भयो होइन, बस जतिचोटि युज गरे पनि पाउने रहेछ। अनि यो चाहिँ अब 5 नम्बर माधवकुसीबाट अथवा त्यहाँबाट पनि किन्न मिल्दो रहेछ। फ्री पासको टिकट लिएका छौँ। अब यो चाहिँ आज र भोलि युज गर्न मिल्ने रहेछ। अनि 2वटा चाहिँ हामीले टिकट बराई गरेर लिएका छौँ। ओके, अहिले चाहिँ हामी केबल कारको लागि त्यो गाडी वेट गरिरहेको। केबल कार यही हो, ट्रेन जस्तो केबल कार। हामी चाहिँ अहिले सौजान केबल कारबाट सौजानमा आइपुगेका छौँ। यही डाँडा हो, कालो अन्डा पाउने ठाउँ। डाँडा नि कालै छ फेरि। ड्याम रहेछ नि त, ठुलो ड्याम, राम्रो ठुलो ड्याम रहेछ यहाँ। होइन, बसबाट त सबै घुम्न पाउँछ कि। यो चाहिँ राम्रो पाउँछ कि बसबाट है बुढी। त ट्रेनबाट आउने बेला चाहिँ हामी के देख्न पाउँदैन। ट्रेन चाहिँ पुरा अन्डरग्राउन्ड हुन्छ होइन। अनि त्यो पाहाडको त्यो बिचमा हुन्छ। अनि यसो झर्ना यसो हेर्न पाउँदैन क्या। तर बसको चाहिँ पुरै यो मिलेको भएर सबै ठाउँ हेर्न पाउँछ कि मजाले। यो के हामी चाहिँ यहाँ ओवाकुदानीमा आइपुगेका छौँ। यहाँबाट बसबाट झरेर अब हामी केबल कार चढ्छौँ। यहाँ चाहिँ कालो अन्डा पाउने ठाउँ रहेछ होइन। यस्तो चाहिँ बनिएको। कुन जाऊँ न त अगाडि। फोटो नखिच्ने? वाउ, यस्तो राम्रो ठाउँ छ यो। ओहो, यस्तो बवाल ठाउँ छ क्या यो। बाफ रे बास चाहिँ यो पहिलो पुरै उडिरहेछ। यहाँ आएपछि त अन्डा नै खान मन लाग्छ यार है। हाकुने रोपवे स्टेसन, रोपवे उता रहेछ नि त। रोपवे उता रहेछ बुढी। अनि टोकियो र यो टोकियो एरिया चाहिँ यतातिर छ। यो खानागाउँ साइड के अरे यो सिजोका एरिया, टोकियो एरिया। अनि आज माउन्ट फुजी पनि देखिन्छ। त्यहाँ चाहिँ माउन्ट फुजी छ होइन। अन्डा चाहिँ यहाँ बेच्दो रहेछ। यस्तो नि, यहाँ चाहिँ फेरि क्यास मात्रै चल्दो रहेछ कि। क्यास है। अरिगातो गोजाइमास। ब्ल्याक एग चाहिँ हामीले लिएँ होइन। एउटालाई 4वटालाई चाहिँ 500 रुपियाँ पर्दो रहेछ। अब हामी चाहिँ यो बाहिर गएर खान्छौँ। यो हाकुने चाहिँ पुरै यो अन्डा मात्र गराउने रहेछ कि। अन्डाको बास्ना आइरहेछ, गराउने भन्नाले बास्ना आइरहेछ। अनि एकदम मिठो के। यो पसलै पुरै अन्डा रहेछ कि। यो कालो अन्डा सबै बुढी आऊ
यहाँ बेच्दो रहेछ। अनि यतातिर चाहिँ अब पुरै अन्डाको पसल। अब बाहिर गएर हामी खान्छौँ र यो फेमस चाहिँ ब्ल्याक इगको लागि नै ब्ल्याक अन्डाको लागि नै फेमस रहेछ। यहाँबाट किन्न भनेको किन्न नमिल्ने रहेछ किनकि यहाँ लेखेर रहेछ होइन ब्ल्याक इग। अब चाहिँ हामी अन्डा खान्छौँ होइन ब्ल्याक कालो अन्डा। बस्ने ठाउँ पनि पुरै कालो अन्डाले बनाएको। राम्रो खिच्दैछ। ओके खोइ खोलाम त बढी हेर सबैजना यो कालो अन्डा खाइरहेछ कि सबैजना तातो छ नि त अहिले खानको लागि। ओके खोइ देखाउ त कालो अन्डा कस्तो रहेछ। हाकोनेको कालो अन्डा गएन होला त्यो पहिल्यै पकाइसकेको अनि यहाँ आएर तताको मात्र होला कि त्यस्तो लाग्छ है मलाई त। अब रियालिटी के हो सायद। ओके देऊ न बाफ निस्किरहेको छ पुरै है मलाई पनि देऊ न। तिम्रो छोप ल्याउनु पर्ने रहेछ त्यस्तो मिस भयो। मेरो आयु पनि बढ्छ अब। ल तिम्रो आयु पनि बढ्ने भयो एउटा अन्डा बाबत 1 वर्ष। ओके कफी बुढी यहाँ आइरहेछ। यहाँ चाहिँ कुरो तमाको आएर कुरो तमाको यहाँ पाउँदो रहेछ एउटा अनि यहाँ पाउँदो रहेछ उता नि पाउँदो रहेछ। यो 3वटा स्टोरमा चाहिँ पाउँदो रहेछ। अनि आज चाहिँ अब दुर्भाग्यवश होइन यो के अरे फुजी माउन्टेन चाहिँ पुरै क्लाउडले ढाकेको रहेछ त्यही भएर हामीले देख्न पाएनौँ। नत्र यो ठ्याक्क मजाले फुजी माउन्टेन पनि एकदम बबालले देख्थ्यो तर आज चाहिँ हामीले देख्न पाएनौँ। अब भोलि सायद सफा भयो भने चाहिँ हामीले हेर्न पाउँछौँ होला। अनि यहाँ चाहिँ मेरो बुढी फेरि रमाइरहेछ त्यो अन्डा कति मन परेको। अनि अर्को एउटा चाहिँ फेरि सबैजनाले त्यो अन्डामा चाहिँ अन्डाको भित्र चाहिँ त्यो नुन रहेछ हामीले चाहिँ त्यो अर्कै सोचेर फालिदिएको कि त्यो नुन रहेछ खासमा चाहिँ। ओके हामी चाहिँ अलिकति माथि ठाउँमा आएका छौँ अहिले यो रोप चढ्नलाई। यहाँबाट चाहिँ यस्तो बवाल देख्दो रहेछ कि ओहो कुन एरिया त। अनि यो ठाउँबाट चाहिँ हामी चढ्ने अनि यतातिर चाहिँ पुरै अन्डा किन्ने ठाउँ यो होइन। अनि यहाँ रहेछ अन्डाहरू गर्ने मेन चाहिँ यहाँबाट निकाल्दो रहेछ हौ अन्डा त पुरै होइन। अन्डा त यहाँबाट निकाल्दो रहेछ कि मेन यहाँबाट निकाल्दो रहेछ छक्क पर्ने गरी पुरै भन्छ मात्रै गो। ओहो ओ माई गड पुरै रहेछ नि त सिसाको एरिया। ओत्री डर पो लाग्यो त डर लाग्यो अबे डर लाग्यो तल नहेर। अब माथि जाउँ न अगाडि जाउँ हल्लिँदो रहेछ अगाडि जाउँ न। ओहो यहाँबाट त बबाल देख्दो रहेछ त बबाल दामी देख्दो रहेछ। यहाँ खिच्ने ल भिडियो बनाउने ओके भइहाल्छ नि के छ र। के यस्तो छ मान्छे प्याक छ कि फुल प्याक छ यस्तो छ यस्तो राम्रो छ। यहाँबाट एकदम मजाले देख्दो रहेछ भ्यू जो र केबल कारहरू चढिरह यहाँ होइन केबल कार गइरह। वाउ फुजिसान यतातिर छ छेकेको छ पुरै। अहिले चाहिँ हामी रोपवे चढ्न लागिरहेका छौँ। केबल कार रोपवे चढ्न गइरहेका छौँ। यहाँबाट चाहिँ हाम्रो होटलमा पुग्छ। बुढी कस्तो लागिरहेछ केबल कार रमाइलो छ नि है तल जाँदो रहेछ हौ कत्रो डर लाग्छ।
त्यहाँ कति राम्रो थियो एउटा मात्र खोइ ए त्यहाँ एउटा मात्र रहेछ है कस्तो मजाले राम्रो थियो एउटा मात्र वेटिङ गरेर बस्दा छिटो छिटो हाल्नु है रे सन्तोषीले मलाई सन्तोषी के छ विचार यस्तो छ बाफरे यस्तो छ पुरै ट्रेनको एउटा डिब्बा जस्तै छ क्या ठुलो वाउ यो रेस्ट गर्ने ठाउँ चाहिँ एकदम बबाल छ कि राम्रो छ गाडीहरू यहाँ पार्किङ गरेको छ भेरी ब्युटिफुल बल्ल बल्ल हामी हाम्रो होटलमा आइपुगेका छौँ हामीले बिहाको गरेको होटल हाकोने कोगेन होटलमा आइपुगेका छौँ स्टेसन हुँदै अनि अहिले चाहिँ हामी यहाँ आइपुगेका छौँ करिब अहिले 3 बजिसकेको छ चेक इनको टाइम भइसकेको छ हामी यहाँ आएका छौँ र यही हो हाम्रो होटल आज हामी बस्ने होटल चाहिँ अब चेक इन गर्छौँ हामी चेक इन गरेर हामी फेरि नेपाली हो हेलो गाइज हामीले चाहिँ चेक इन सकिसकेका छौँ होइन अब हाम्रो रुम चाहिँ 501 मा रहेको छ हामी लबीबाट जाँदैछौँ आफ्नो रुममा केही यस्तो रहेछ रुम चाहिँ फ्रन्ट इन्ट्रन्स लबी एरिया सब अनि अब एलिभेटर यहाँबाट चढेर यसै 3 तला भयो फ्रन्ट लबी फ्रन्ट पनि 3 तलामा आस्था होटलमा जस्तो यसले चाहिँ स्मेल ब्याड स्मेललाई तान्छ क्या चुरोट गन्धहरूलाई तान्छ 5 फ्लोरमा 501 है एकमै राख्दै रहेछ 501 मै केही छैन वाउ जम यस्तो देख्दो रहेछ यहाँबाट 511 भयो राम्रो रहेछ कि होटल चाहिँ होइन क्लिन एन्ड टाइडी वाइट के जम छिरौँ न ल खोल्ने यसो घुमाउ न तिमीले खोलाउन होइन हो गुड यस लेट्स गो यो चाबी लिउँ न चाबी लिनुपर्छ नि बेटा वाउ अब यही हो हाम्रो रुम वाउ ओके अब मेरो बुढीले रुमको अन्याय गर्छ कस्तो रहेछ रुम हेरौँ न त है पहिला जुत्ता फुकाल्ने बुढी जुत्ता फुकाल्नुपर्छ नि जुत्ता फुकाल्ने स्लिपर यहाँ चप्पल राखेको हुन्छ होइन यहाँ ड्रवरमा चप्पल राखेको हुन्छ अनि जुत्ता फुकाल्ने टक्क चप्पल लगाउने ओके फर्स्टमा चाहिँ ओके वासरुम यो रहेको छ राम्रो छ होइन ठिक छ के रहेछ हौ यहाँ स्याम्पूहरू रहेछ सबै रहेछ यहाँ गाई कपदेखि लिएर सबै रहेछ अनि यो त अब सावा होइन टोइलेट विथ सावा टोइलेट मात्रै रहेछ त्यो टोइलेट मात्रै भयो टोइलेटको लागि बेचु चप्पल रहेछ त्यसपछि हेयर ड्रायरहरू यहाँ रहेछ अनि टावल पनि यहाँ रहेछ अनि अर्को चाहिँ टिस्यु यहाँ रहेछ सावा छ अनि यतातिर चाहिँ हाम्रो रुम चाहिँ यस्तो छ वाउ ठुलो छ है रुम चाहिँ टिभी रहेछ ओके बुढी खोला त ल यस ओहो हाकोनेको ठ्याक्क मजाले देख्दो रहेछ कि वाउ ओहो ड्रेस झन् बबाल वाउ सक्का ओहो ड्रेसमा जाऊँ न त यस्तो छ रुम एकचोटि खोल्दा फ्रिज पनि रहेछ यहाँ मुनि हट वाटर ओछ्या खान मिल्छ न फ्रिजमा हापा हाल्नु एकैचोटि हाल्यो भने अलिक पातलो हुन्छ त्यसपछि फेरि पानी भरेर राख्ने पिउनु मन लाग्यो भने अझै पातलो हुन्छ हामीसँग थुप्रो छ त्यो गरेर एउटा हाल्ने त्यसपछि यसलाई यस्तो गरेर तातो पानी हालेर
ठिक छ ओछ्याकै बाँच्न ओके गाइज हामीले चाहिँ खासी क्रियो फुरो चाहिँ याकु गरिसकेका छौँ 5 बजेदेखि 6 बजेसम्मको याकु छ अनि अब यो चाहिँ यहाँ चाहिँ टावल छ होइन टावल लिएर जाँदैछौँ कि हामी चाहिँ खासी क्रियो फुरो छिरेर अहिले चाहिँ हामी डिनर खान गइरहेका छौँ डिनर चाहिँ हाम्रो 6:15 देखि रहेको छ बढी कस्तो लागिरहेछ राम्रो यहाँ चाहिँ हाम्रो ऊ रहेछ है खानेकुराहरू यो चाहिँ मासु भइहाल्यो मकै तेपानमा यो चाहिँ चुकिमोनाहरू भइहाल्यो अनि यहाँ चाहिँ रहेछ मेनु चाहिँ यताबाट हेरेर खाने मोमबत्ती बालेसी बिस्तारै पाक्दै गर्छ यसो हाम्रो स्याबु स्याबु र तेपानको यो घिउ बिस्तारै पाक्दैछ के हाम्रो खाना पनि आइसकेको अवस्था होइन यहाँ चाहिँ गोहान छ मिसो सिरो डेजर्ट आइटम जस्तै छ पाक्दैछ हाम्रो यो तेपानमा चाहिँ मासु पाक्दैछ मकै पाक्दैछ आलु पाक्दैछ मजाले खाइरहेछ जस खुसी लाग्छ गम गम खान्छ लास्ट आवरमा हामीले सबै सकाएका छौँ खाली यता नि खाली यता नि खाली यता नि खाली पेट टन्न भएर स्नेह मात्रै भरि हाम्रो डिनर आजको डिनर सकिएको छ अब चाहिँ हामी जान्छौँ आफ्नो रुममा माथि एलिभेटरबाट छैन नि यो बिल्डिङ चाहिँ फर्स्ट फ्लोरमा डाइनिङ सेकेन्ड फ्लोर गेस्ट रुम थर्ड फोर्थ फिफ्थ फ्लोरसम्म रहेछ यहाँ चाहिँ फिफ्थ फ्लोर रहेछ जो बिल्डिङ धेरै रहेछ नि ओके हामी चाहिँ डिनर सकेर अब हामी रुममा छिर्दैछौँ सायद हाम्रो बेड बनाइसकेको छ होला अघि बनाउँछ भनिरहेको थियो हाम्रो बेड बनायो कि हेरौँ न त है हाम्रो बेड चप्पल यतै राखौँ हाम्रो बेड चाहिँ बनाइसकेको रहेछ हो दुईजनाको लागि ओके हाम्रो डिनर सकियो अनि डिनर सकिएपछि हामी एकछिन अफुरो गयौँ आधा घन्टा जति अब चाहिँ हामी आजको यो 12 तारिकको दिनको भिडियो यहाँसम्म अन्त गर्न चाहन्छु अब हामी सुत्नेछौँ र भोलि बिहान तपाईँहरूलाई फेरि पनि ब्रेकफास्टमा भेट्नेछौँ ओके गाइज बाई बाई सी यू टुमरो